सरकार कोठा खाली छ। सामाजिक सञ्जालमा धेरै भाइरल भइरहेछ। रञ्जना कामी र दिपा नेपाली यिनीहरूको आन्दोलनमा बाहुन छेत्री दाजुभाइहरू पनि आउनु भएको छ। अब कोठा चाहिँ कुन चाहिँ बाहुन छेत्रीले दिएन। यसलाई भनिन्छ दलितको नाममा राजनीति गर्ने भनेको। एनजिओ र आइएनजिओको पैसा खाने, सरकार विरुद्ध नारा लगाउने अनि आफ्नो पेट पाल्ने। जुन एनजिओ र आइएनजिओले पैसा दिन्छ नि, त्यो पैसाले यो बाहुन छेत्रीहरूले, जो तिम्रो साथीहरू छ नि नारा लगाउन आउनु भएको छ, उनीहरूले लिएर गएर गाउँ घरमा लिएर जाने अनि घर दैलो कार्यक्रम राख्ने अनि उनीहरूलाई भन्न लगाउने होइन रगत चल्छ, पैसा चल्छ, शरीर चल्छ, सिप चल्छ, पानी चल्दैन। यो मोडर्न युग हो, अब पानी चल्न पर्छ भनेर गाउँघरको दलित छोरी चेलीहरूलाई, अब बाहुन भनेको हिन्दू धर्म, छोरी चेलीहरूलाई लक्ष्मी बराबर मानिन्छ है। त्यो छोरीहरूको खुट्टा धोएर पानी खाने, जल ग्रहण गर्ने अनि अबबाट हामीले कहिले पनि कसैले अपमान गर्दैनौँ, हामी मान्छे सब बराबर हो भनेर बाहुन छेत्रीले भन्न लगाऊ। अब यति गरेपछि बल्ल यो जात व्यवस्था बन्द हुन्छ। तर यस्तो काम तिमीले गर्दैनौ। किन? यस्तो काम गर्ने बित्तिकै जात व्यवस्था हट्छ। जात व्यवस्था हट्ने बित्तिकै तिमीलाई एनजिओ र आइएनजिओले फन्डिङ दिन बन्द गर्छ अनि दलितको नाममा तिमीले आफ्नो पेट पाल्न सक्दैनौ। त्यही भएर भरम छर्ने काम नगर्नु। किनकि रिमा र खैउन दलले नि भरम छरेर ठाउँमा पुगिसक्यो। अब तिमीहरूको पालो हो। एकाराको